गुड मर्निङ साथीहरू सबैजनालाई। र आज आइतबार है, र आइतबारको चाहिँ हाम्रो फेरि यस्तो हुन्छ, हेर्नुहोस् न, यहाँनिर चिया पकाउनु पर्छ र दिनमा चिया बेच्नुपर्छ है। र यही चिया बेचेर मेरो छोराले अलिअलि पैसाहरू सेभिङ गर्छ। यो चाहिँ छोराको हो र छोराले यही चिया अलिअलि बेच्छ र म भने माथि दोकानमा बस्छु है। र आज भने हाम्रो सन्डे हाट लाग्ने गर्छ साथीहरू। हेर्नुहोस् न, अब सन्डे हो, नानी छोरी पनि बिमारी, छोरा पनि मन्दिर गयो र अब आज चाहिँ हामी चाहिँ अब सर्टकट क्या 2 मिनटमा पाक्ने हाम्रो म्यागी। आज चाहिँ म्यागी बनाइदिएको सर्टकट। अब के गर्नु है साथीहरू, आज त खानु पऱ्यो। आज त एकैचोटि खाना बनाउने सधैँ हो। अन्त छोरी त बिमार भएकोदेखि त अब छोरीले त आज बनाउनु सक्दैन भनेर चाहिँ मैले चाहिँ 2 मिनटमा पाक्ने नुडल्स म्यागी बनाइरहेको छु साथीहरू। सो गाइज, मेरो छोरीलाई चाहिँ आज चाहिँ खाजामा चाहिँ नुडल्स क्या म्यागी बनाएर दिएको। मेरो छोरी चाहिँ यहाँ भने भर्खर मात्रामा उठ्दैछ। लु उठ छिटो, बिमारी छोरी यहाँ हेर्नु न साथीहरू, के गर्नु अब स्याहार्नै परेको छ हो बिमारी छोरीलाई मैले होइन। र बिमारी छोरीको लागि अब के चाहिँ गर्नुपर्ने, खै फोन यहाँ राखौँ। हेर्नुहोस् टेबल यहाँ हेर्नुहोस् न, आम्मामी यस्तो छ साथीहरू मेरो बिमारी छोरीको टेबल। यो भाइको प्रोजेक्ट होला हो, राखिदिउँ। र अब उसले पनि हामीलाई सन्चो सुविस्ता हुँदाखेरि स्याहार्छ नि त होइन, खानाहरू बनाइदिन्छ। लु पानी ल्याइदिउँ, ल पानी खै बोटल। यस्तो छ साथीहरू हाम्रो चाहिँ, हेर्नुहोस् है। ल बिमारी छोरी खाँदै गर, छोरी खाँदैछ छोरीले है। ल खाऊ। यस्तो छ, यहाँ पर्दा खोल्नुपर्छ नि त नानी, खिड्की खोल्नुपर्छ। यहाँको खै एउटा थियो नि यहाँनिर बाँध्ने, आज भने फेरि मजाले घाम लागेको छ क्या, उज्यालो भइरहेछ। पानी ल्याउँदैछु ल। अरू बेला त केही छैन साथीहरू, यो दुख बिमार हुँदा चाहिँ साह्रो हो साथीहरू। हेर्नुहोस् न, यतापि भ्याउने कि उताको भ्याउने कि हुन्छ। पानी पनि ल्याइदिएको छु, म पनि छोरीकै सारमा बसेर चाहिँ छिटो छिटो खाउँ भनेको। आज भने फेरि छोरीको चाहिँ ड्रेसिङ छ र माथि दोकान है, र तल बिमारी स्याहार्नु, दोकान, घरमा फेरि मान्छे छैन र चाहिँ घरमा चाहिँ जन चाहिँ पुरा हुनुपर्ने रहेछ साथीहरू। यति साह्रो हतार हुन्छ क्या। आमा हेर्नुहोस् न, दोकान पो गर्नु कि यहाँनिर यसलाई खाजा बनाउनु कि हामीलाई पो खाना बनाउनु कि भएर अब छिटो मिठो लु मैले चाहिँ म्यागी बनाइदिएँ हो। र म्यागी स्यागी खाइवरी चाहिँ अब माथि दोकान जान्छु है, बस्दै गर्नु है भनेर मैले पनि छोरी सँगसँगै बसेर यसरी छिटो छिटो खाजा चाहिँ खाइसकेँ मैले पनि साथीहरू।